आज हामी सबै परिवारको यात्रा मेरो घर डडेलधुरा जिल्लादेखि बैतडीसम्मको थियो, किनकि मेरो परिवार पुर्ख्यौली घर बैतडी भएकाले पूजा गर्न अनि आफन्तसँग भेटघाट गर्ने काम थियो। डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका 5 सिराटबाट सुरु भई केही समयपछि डडेलधुरा जिल्ला पुगियो। केही समयपछि खाजा नास्ता खाई डडेलधुरादेखि बैतडी जाने गाडी पनि मिल्यो अनि हामी सबैजनाको डडेलधुरादेखि बैतडीसम्मको यात्रा सुरु भयो। डडेलधुरा जिल्लाबाट हिँडिसकेपछि राम्रा दृश्य अवलोकन गर्दै बैतडी पुगियो। त्यहाँ पुगिसकेपछि अर्को दिन पूजाको काम थियो। बिहानै उठिसकेपछि नुहाई धुवाई गरेर पूजा गर्नतिर लागियो। पूजाको काम गरिसकेपछि एकछिन घर फर्केर केही समय बजारतिर गइयो अनि त्यसपछि साँझ पर्न लागेको थियो। घरभन्दा अलि माथि डाँडामा गएर सबैजनाले रमाइलो गर्ने, टिकटक बनाउने, फोटो खिच्ने काम गर्यौं। सबैजना फोटो क्लिक गर्न र टिकटक बनाउनतिर व्यस्त थिए भने म डुब्न लागेको घाम अनि पहाडको त्यो दृश्यको भिडियो बनाएर अनि केही समय टिकटक बनाए, सर्ट भिडियो बनाउँदा रात नै परिसकेको थियो अनि भोलिको दिन त घर जानै पर्ने थियो। बिहान सबैजना तयार भयौं, मन्दिरमा गई पूजा गरी आफ्नो सबै काम गरिसकेपछि घरको लागि यात्रा सुरु गर्ने तयारी भयो। हामीले यात्राको लागि सजिलो होस् भनेर मेरो दाइको गाडी मगाएका थियौं। अगाडि बसेर ढुक्कसँग घर पुगिन्छ भन्ने सोचेको त अगाडि त हाम्रो परिवारको सम्मानीय व्यक्तिहरू, लेडिज मान्छे सबैजना बसेर सबै प्याक भइसकेको रहेछ। हामी धेरैजना अनि म पनि पछाडि नै बसेर आउनु पर्यो। जसो तसो सुख दुःख गरी खोडबे बजारमा पुगियो अनि सबैजना खाजा नास्ता खानातिर खोडबे बजारमा रोकियो। म भने टिकटक बनाउन अनि त्यो पहाडका राम्रो दृश्यहरूको भिडियो बनाउनतिर लागे। सबैजनाको खाजा नास्ता भइसकेपछि खोडबे बजारबाट डडेलधुराको लागि हिँडियो अनि डडेलधुरा जिल्ला हुँदै हाम्रो घरसम्मको यात्रा पुरा भयो। आजको मेरो यो छोटो मिठो भ्लग तपाईहरुलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुको माया अनि साथ सपोर्टले गर्दा अघि बढ्ने हिम्मत आउँछ। कृपया मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। मिलाउँला नेक्स्ट भ्लगमा। बाइ बाइ। लभ यु अल।